छोरीलाई नेपालमा नै केही बनाउँछु भन्ने सपना सोचेका मेरा बा आज त्यही छोरी विदेश जान्छु भन्दै जिद्दी गरेकी छ। रहर होइन, परिस्थितिले अल्झाएको छ मलाई। खुसी त पक्कै छैन म पनि, तर हरेक मान्छेले गरेको नराम्रो व्यवहारले हत्ताएको छ मलाई। वरिपरिको छरछिमेकीले धाक लगाउँदै मेरो छोरीले यस्तो गर्यो, मेरो छोराले उस्तो गर्यो भन्दै सुनाएका छन्। बोल्न केही नसकेर मेरी आमाका आँखाहरू रसाएका छन्। मेरा बा अझै पनि जिम्मेवारीको झोला बिसाउन पाएका छैनन्। सन्तानहरू ठुला भए तर कहिले पनि तितो वचन अझैसम्म लगाएका छैनन्। मन उनको पनि आत्तिन्छ होला। जिम्मेवारीले गलेको काँध हलुङ्गो बनाउन उनलाई पनि त मन लाग्छ होला। मेरा बा हाँस्छन् तर रुन जान्दैनन्। बिसाउँछन् एकछिन भारी तर सक्दिन अब भयो भन्न जान्दैनन्। यो सबै देख्दा पक्कै पनि यो छोरीको मन खुसी छैन। त्यसैले परदेश जान्छु भन्दै बसेकी छ आफ्नो जिद्दीमा। तर साँच्चीकै भनौँ भने मेरो पनि मनले मानेको नै छैन। परदेशिनु रहर मलाई पनि थिएन। हजुरहरूको साथ छोडी 7 समुद्र पारी जान मेरो कुनै सपना थिएन। तर के गर्नु बाबा, दुःख हेरेर बस्न मेरो मनले मानेन। तिता वचनहरू अनि सबैको तिरस्कार मनमा लागेको छ। केही बनेर मात्रै फर्किन्छु भन्ने हिम्मत यो मनमा पलाएको छ। छोरी अब सानी छैन बा, ठुली भएकी छ। उमेरले होइन, परिस्थितिले परिपक्व बनाएको छ। भिजाएको छ। मेरो मन अलिकति खुसी तर धेरै डरले आत्तिएको छ। तर जानु त पर्छ जसरी नि, आफन्त पनि किन्नु छ। किनकि त्यही पैसा नभएर आफ्नै आफन्तहरूले लत्याएको छ। आमाका आँखा टिलबिल भएका छन्। कतै छोरीलाई केही हुन्छ कि भनी। राम्रैसँग पठाएकी मेरी छोरी काठको बाकसमा फर्किन्छ कि भनी। उता बाको पनि आँखा रसाएका छन्। जुन हात समाएर ताते ताते गर्दै हिँड्न सिकाएका थिए त्यही हात आज छुट्न लागेका छन्। मुटु गाँठो पारेर अब नयाँ यात्रा सुरु हुन्छ। नयाँ ठाउँ, नयाँ सहर, अब सबै रहरहरूको बलिदान हुन्छ। थाहा छैन कसरी सुरु गर्ने, कसरी अन्त्य गर्ने। बुझे कि यति मात्र छु कि हरेक परिस्थितिमा आफूलाई सम्हाल्ने। रुनु हुँदैन, आत्तिनु हुँदैन, किनकि यो गन्तव्य मैले नै आफैले रोजेकी हुँ। यहाँ म हार्नु हुँदैन। अब बिहानको अलार्मसँगै मेरो दिनको सुरुवात अनि बासी खानासँगको दौडधुप सुरु हुन्छ। खाना लाग्दा खाना, घाँटीमा नै गल लाग्छ। सम्झना आउँछ दिनभरि काम होस् कतैबाट फर्किएर आउँदा मेरी आमाले कुरेर बसेको त्यो भान्सा। खाना मन छैन भन्दै मैले गुर्काउँदा बाबाले तँलाई मनपर्ने तरकारी पाकेको छ भन्दै झुक्क्याएर बोलाउँदा। साँच्चीकै यो सम्झिँदा त एक गाँस खाना पनि घाँटीबाट जाँदैन। तर जिम्मेवारी सँगै सबै छरछिमेकीको मुख बन्द पनि गर्नु छ, यो मैले बिर्सनु हुँदैन। यही भन्दै आफ्नो मन बुझाउँदैछु। एक दिन सबै ठिक हुन्छ यही भन्दै आफूलाई सम्हालेकी छु। त्यो हरियो पासवर्डले जिन्दगी फेरिदिएको छ। जिद्दी गर्ने छोरी अब परिस्थितिसँग आफूलाई सम्हाल्न सिकेकी छ। मलाई परदेशले यति सिकायो कि सबै कुरा सबथोक पैसा रहेनछ। यहाँ सबै किन्न सकिन्छ, तर त्यो आमाको न्यानो काख अनि बाबाको त्यो शीतल छाहारी पक्कै पनि छैन। फर्किन मन छ त्यही बस्तीमा, जहाँ मेरा हरेक बाल्यकालका सम्झनाहरू छन्। मन त यहाँ मेरो कति पनि रमाएको छैन। दिनभरिको कामको थकान, जिउँदो शरीर लासै भएको छ। मानव दिनभरि मलामी गएको मेरो आफ्नै शरीर त्यो कात्रो जलाउने मान्छे नपाएर उदास फर्किएको छ। आमाले आत्माले शरीर छोड्छ, लास हलुङ्गो हुन्छ भन्ने सुनेकी थिए। जब आत्मा मरेको जिउँदो लास दिनभरि किसार्दै हिँड्न साह्रै मुस्किल हुँदो रहेछ। घरबाट फोन गरेर ठिक छस् नानी भन्दा पीडा लुकाएर ठिक छु मेरो चिन्ता नगर्नु भन्न झन भयानक हुँदो रहेछ। आमा भन्छन् समयमा खाना खानु, बा भन्छन् सबै थोक पैसा होइन आफ्नो शरीरको पनि ख्याल गर्नु। म कसरी सम्झाउँ यहाँ समयमा खाना होइन, समयमा काम सक्नुपर्छ। आफ्नो शरीरको ख्याल कसरी गरौँ बा, यहाँ त आफ्नै ज्यानको बाजी लगाएर काम गर्नुपर्छ। त्यो सानो झुपडी थियो तर त्यहाँ मेरो बाबाको अङ्गालो थियो। बिजाउने बिस्तारा भए पनि मेरी आमाले आफ्नै हातले बनाएको त्यो डसनामा सुकुनको निन्द्रा थियो। यहाँ नरम छन् बेड अनि बिस्तारा, तर त्यो आराम नै छैन। पैसा छ अहिले तर शरीरलाई आराम, आँखामा निद्रा अनि मन नै शान्ति छैन। धन नै सबै थोक कसरी हो भनौँ, जब सुकुनको निदरी नै आउँदैन। कति रात रोएर जान्छ आमा, दुख्यो भन्दा सुनिदिने मान्छे यहाँ कोही पनि छैन।
आखिर के रहेछ र है यो सम्पत्ति? मरेर जाँदा एक भारी दाउरामा शरीर सकिन्छ। बाँच्दासम्म यसैको कारण कतिको अपमान र बेइज्जत सहिन्छ। दुःख पीडा कसले देख्छ? अनि सन्चै छौ तिमी कसले सोध्छ? यहाँ बाँच्दासम्म पैसा लाने अगाडि लगाएर हिँड्नुपर्छ। के नै रहेछ जिन्दगी, परदेशले सबै दिन्छ साथी, तर यहाँ तिमी आफै सकिन्छौ। परदेशले सबै सुविधा दिन्छ, तर त्यो सबै सुविधामा तिमी एक्लै नै हुन्छौ। अनि भन, तिमी आफै सकिएर पाएको त्यो पैसाको मूल्य कति भयो? सबै खुसी रहर मारेर शरीर बेचेर कमाएको त्यो जीवनको के नै महत्त्व